हजुरको शुभ नाम? हजुरको शुभ नाम? मेरो नाम तपाईको नाम? मेरो नाम अञ्जली चौधरी। अञ्जली जी, मतलब आज माघे संक्रान्ति छ, हजुरलाई कस्तो लागिरहेछ? एकदम रमाइलो। के गर्नुभयो बिहानदेखि? बिहानदेखि यसो अब के अरे रेडी भएर होइन, आफ्नो ओर्नामेन्ट छ होइन, कल्चरल ड्रेस लगाएर यहाँ आफ्नो प्रस्तुति डान्स देखाउन आएको छौँ होइन। हाम्रो अहिले 15 नम्बरमा हाम्रो डान्स रहेको छ अनि हामी आफ्नो प्रस्तुति देखाउने हो। त्यही आज कतिको खुसी हुनुहुन्छ त? एकदम धेरै, किनभने हाम्रो आज के भन्छ थारूको महान चाडपर्व हो, त्यसैले म एकदम धेरै खुसी छु। अनि जस्तै यो माघे सङ्क्रान्तिमा रिचुअलहरू हुन्छ होइन, त्यो चाहिँ रिचुअलहरू कसरी हुन्छ त हजुरको? भन्नाले कसरी मनाइन्छ? कसरी मनाइन्छ? हाम्रो गाउँतिर चाहिँ के अरे बिहान होइन, त्यो के भन्छ त्यसलाई, हाम्रोमा चाहिँ बुङ्गुर भन्छ, त्यो काटेर होइन, त्यो काटेर अनि कुखुरा काटेर त्यसरी मनाउने गर्छौँ। अनि तिलको लड्डु अनि के भन्छ भुजाको लड्डु अनि एक्सेट्रा के हुन्छ होइन, तिनीहरूको हामी लड्डु बनाएर खान्छौँ। अनि यहाँ चाहिँ कसरी मनाइराख्नु भएको छ? अहिले चाहिँ अब हाम्रो यहाँ कल्चरल डान्स रहेको छ, त्यो अब हाम्रो डान्स रहेको छ अनि हामी त्यही गर्छौँ। त्यही हो। तपाईँको अब सानो बेलाको केही मेमोरी छ त, जस्तै माघे सङ्क्रान्तिमा रिलेटेड? त्यस्तो मेरो चाहिँ केही छैन, किनभने म पढ्न जान्थेँ। त्यही हो, फर्स्ट टाइम लाइक काठमाडौँमा टुडी खेलमा हो, त्यसै। आज फर्स्ट टाइम हो त्यसले टुडी खेलमा चाहिँ? ओके के खानु भएको छ त तपाईँले? मैले त केही खाइनँ, अब चाहिँ खान्छु। अहिले घोङ्गी खाने हो अहिले। फेभरेट चाहिँ घोङ्गी हो? मेरो त्यही घोङ्गी नै हो। अब डान्स बाहेक अरू केही प्लान छ हजुरको? त्यही भिडियोहरू बनाउने, रिल्सहरू बनाउने, फोटोहरू क्लिक गर्ने। ओके, हजुरलाई ट्याग गर्नु पर्यो भने चाहिँ हजुरको इन्स्टाग्राम केही भन्नुहुन्छ? मेरो चाहिँ टिकटक छ, के अरे अञ्जली चौधरी, ANZALEE अञ्जली चौधरी। ओके, हस्, म त्यसमा ट्याग गर्छु। ह्यापी माघे सङ्क्रान्ति। सेम टु यु। हस्, धन्यवाद।